हामीले इतिहासमा धेरै पोजिटिभ काम गरेका छौँ जसलाई धेरै नबुझ्ने भाषामा व्याख्या गरेर नबसौँ, बुझ्ने भाषामा संश्लेषण गरौँ। इतिहासमा धेरै राम्रा कामका बावजुद हाम्रा कमी कमजोरी भएका छन्, त्यसलाई पनि लौ न हामीले चाहिँ बर्बादै गऱ्यौँ, अपराधै गरौँ भनेर माफी माग्दै पनि नहिँडौँ। जति कमजोरी हो त्यसलाई संश्लेषण गरौँ र अब हामी जाने बाटो जति हो त्यो कुरालाई क्लियर गरौँ। त्यसको बेस के हुनसक्छ भने हामीले भनिराखेको सरकार, पार्टी, संरचना, जनता, यो कुरा हामीले जे भनेका छौँ त्यसलाई कनेक्सन गरेर निरन्तर लैजाने कुरा के हो भन्ने कुराको विधिमा अप गरौँ। त्यो विधिमा अप गरे पछाडि आउने नेतृत्व चाहिँ फेरि हामीले फेरि चेन्ज रूप पनि दिउँ। त्यसले गर्दा अब आउने महाधिवेशन चाहिँ हामीले अघि तपाईँले भनेको योबाट आएको जे परिणाम छ त्यो परिणामका बारेमा पनि समीक्षा हुन्छ, नेताका बारेमा पनि समीक्षा हुन्छ, नेतृत्वका बारेमा पनि समीक्षा हुन्छ, हाम्रा बारेमा पनि समीक्षा हुन्छन्। हामी आफै अब नेतृत्व दिन सक्ने कुन लेभलमा हो भन्ने कुरा त अब आउने नेतृत्वले पनि उत्तिकै फेरि जिम्मेवार भएर दिनु पर्यो, नयाँमै जानुपर्ने हो कि त्यो कुरा पनि ख्याल गर्न पर्यो। यो कुराको लागि हामीले महाधिवेशन त्यसमा दुईवटा कुरा तपाईँसँग अलिकति सम्बन्धित छ। तपाईँ जस्तो नेता अहिले नेपाली कम्युनिस्ट पार्टीमा 50 हाराहारी भनेको मतलब उमेर भने होइन कि सङ्ख्याको हिसाबमा त्यति पनि छन् छैनन् भन्ने मानिसहरूको आकलन चाहिँ हाम्रो पनि यसो बाहिरबाट हेर्दाखेरि। तर तपाईँ नै के गर्नुहुन्छ अरे भने अहिले पनि त्यो असफल नेतृत्वको फेरि प्रवक्ता बनिदिनुहुन्छ, सरल सहयात्री भन्ने आरोपप्रति तपाईँको केही छ? एउटा त्यो। अर्को तपाईँले भन्नुभयो विधिलाई एउटा विधिमा पनि रूपान्तरण हो नि त, नेतृत्वको मात्र त कुरा भएन, विधिलाई तपाईँले स्थायी बनाउनु भएन भनेर फेरि कुरो उयो। त्यसमा पनि फेरि युवाहरू बिचमा चाहिँ विभाजन छ। म रञ्जित तामाङजीको एउटा हेर्दै थिएँ, त्यसलाई तपाईँले चाहिँ मान्नुहुन्न फेरि उहाँको असन्तुष्टिलाई। यी दुईवटा कुरालाई तपाईँले कसरी लिनुहुन्छ? एउटा तपाईँ असफल असक्षम नेतृत्व पनि बोकिरहनुहुन्छ, अर्को युवाहरू एक छैनन् त्यहाँ। अब कसरी परिवर्तन हुन्छ भन्ने छ। अब हामी कहाँ एउटा सबभन्दा ठुलो यो नेपाली कम्युनिस्ट पार्टीमा तत्कालीन नेकपा माओवादी केन्द्रभित्र एउटा प्रब्लम के भयो भने क्रान्तिकारी हुने भने चाहिँ डाङडुङ हान्ने र पार्टी छोडेर हिँड्ने, अनि जसले अलि व्यवस्थित ढङ्गले त्यसलाई म्यानेजमेन्ट गरेर अगाडि जान्छ भन्ने त्यो चाहिँ फेरि यो भक्त भयो, यसले चाहिँ यस्तो प्रवक्ता भयो भन्ने आरोप लाग्ने छ। त्यो अझ बाहिरबाट भन्दा भित्रबाटै छ। दोस्रो कुरा, सँगसँगै नेतृत्वको बारेमा हामी भगवान मान्नेमा छैनौँ, मान्छे हो, मान्छेका कमी कमजोरी हुन्छन्। यति मात्रै कुरा हो कि विधिको डेभलपमेन्ट गरेर नेतृत्वले भूमिकाबाट आफ्नो भूमिकालाई परिवर्तन गर्नको निमित्त तयार हुनुपर्छ भन्ने कुरामा हाम्रो स्पष्ट धारणा छ। त्यसमा काहीँ हामी नेतृत्वसँग आँखा जुदाएर कुरा गरिराखेका पनि छौँ, कुरा गर्छौँ पनि, सहज ढङ्गले कुरा गर्छौँ। धेरै चाहिँ पछार्ने, लडाउने, उचाल्नेबाट पनि हामी गर्दैनौँ। एउटा कुरा त्यसमा क्लियरै छ। दोस्रो, सँगसँगै इतिहासमा जे योगदान गरेको, हामी त भौतिकवादी हौँ नि त, भौतिकवादी हुनुको कारणले रियलिस्टिक हुनु पर्यो नि। मैले इतिहासको मूल्याङ्कन गर्दा इतिहासमाथि टेकेर बहस गर्न पर्यो। मेरो नेतृत्वको कुरा गर्दा मेरो नेतृत्वले जति बेला चाहिँ परिवर्तनको एउटा एकदमै राम्रो नेतृत्व गरे हो त्यो त्यही रूपमा चाहिँ गरिदिनु पर्यो। हिजो मैले जे आधारमा उहाँलाई फुल समर्थन गर्थेँ होला त्यही आधारमा समर्थन गर्नु पर्यो। आज जे नपुगेको हो त्यसको बारेमा बहस गर्नु पर्यो। हामी कहिलेकाहीँ मलाई आज रिस उठ्यो भने हिजो सबै भत्काइदिने, हिजो पनि केही होइन, आज पनि केही होइन, यो खत्तम, असफल, काम नलाग्ने भन्ने जुन प्रवृत्ति छ त्यो चाहिँ रङ हो। म त्यसमा डाइलेक्टिकलै छु, म द्वन्द्ववादी नै छु। द्वन्द्ववादी ढङ्गले नै मैले त्यसको एनालाइसिस गरेको छु। मेरो स्पष्ट धारणा छ, हाम्रो जेनेरेसनको स्पष्ट धारणा छ, अब नेतृत्वले अभिभावकीय रोल राम्रोसँग निर्वाचित छौँजेली गर्नुहुन्छ। अभिभावकीय रोलमा उहाँहरू बस्नु पनि तयार हुनुहुन्छ, बस्नु पनि हुन्छ र कार्यकारी नेतृत्वको सन्दर्भमा, साङ्गठनिक नेतृत्वको सन्दर्भमा नयाँ जेनेरेसनले त्यसलाई नेतृत्व गरेर जाने एउटा वातावरण महाधिवेशनले सिर्जना गर्छ, त्यसले विधि निर्माण गर्छ। अघि तपाईँले भन्नुभएको हाम्रो जेनेरेसनको बिचमा स्वाभाविक रूपमा पर्छ। तर एउटा कुरा के पोजिटिभ हामी बनाउँछौँ भने हामी विधि बनाउँछौँ। विधिलाई हामी सबै, अघि तपाईँले भनेको 50, 100, 200 जति छौँ त्यति सबैजना त्यो विधि मान्छौँ भन्छौँ। त्यो विधिमा हामी भित्र छिर्छौँ, त्यो विधिले दिएको परिणाम स्वीकार गर्छौँ। भनेपछि मैले कुनै एकजना अमुक कमरेडले भनेको कुरा मान्ने भन्ने पनि भएन, मेरो कुरा अरूले मान्नुपर्छ भन्ने पनि भएन।